हेलो यार, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। इट्स मे विकास साई ठाकुरे। तर यहाँ म आज सुरु गर्दैछु। आज भ्लग सुरु हुँदैछ सिधा पाइलाबाट। मेरो यहाँ गोप्रो मिलेको छैन, त्यही भएर भ्लगै सिधा पाइलाबाट सुरु हुँदैछ। बाइक साइक केही पनि हालेर रहेनछ, गोप्रो सोप्रो पनि केही मिलाएको छैन। हामी टक्क लगाएर मिलाएर अब हामी जाँदैछौँ बुढानीकल कण्ठ। के गर्नु, गाह्रो छ नि, के पनि मिलेर रहेनछ क्या। अनि फेरि मिलाएको एकछिन। अनि आज भ्लग चाहिँ खासमा घरबाट सुरु गर्न पाइएन, बिच बाटोमा आएर गर्नु पर्यो। माइक सागै लगाएको रहेनछ क्या, साथीसँग थियो गोप्रो। साथी, यो मेरो बाइक किन्ने कोही हुनुहुन्छ भने भन्नु होला है। यहाँ म चाहिँ यो बाइक बेचेर अनि अर्को लिने सोचिरहेको छु। अलिकति पैसा थपेर जम्मा 55,000 मात्रै। कोही हुन्छ भने मलाई मेसेज गर्नु होला। पुग्यो होला यार, 3टा बाइक जानु लाग्यो झन् आज। 3टा बाइक, मम्मीहरू हुनुहुन्छ। पुग्यो होला अब केटा। गाह्रो छ नि गाइज, गाह्रो छ। सीटर काउन्ट भने के हो? सीटर काउन्ट के स्विटर काउन्ट? सीटर काउन्ट कति छ भन्छ त क्यामेराको कति छ नयाँमा? नयाँमा कति छ? त्योमा 6 सम्म होला, 6 केसम्म होला। सुटर काउन्ट भने होला के? सुटर काउन्ट कतिसम्म हान्न सक्छ एकछिनमा भनेको भने हो के? अनि कति भनिदिउँ? कति छ र त्यसको मलाई के थाहा भयो? त्यो क्यामेरामा कति छ सुटर काउन्ट थाहा छैन? त्यो त हेर्नै पर्छ भन्न, हेर्नै पर्छ भन्दैन। क्यामेरा बेच्न लाग्छ साथीले, क्यानन। त्यो क्यानन नै सोनीको महँगो खालको हो, नेपालमा 3 लाख समथिङ पर्छ। यता सुटर काउन्टै थाहा छैन कति हो। फेरि ओभर स्पिड हाल्ला यार, यो बाइकमा 2चोटि हानिदिइसक्यो मेरो ओभर स्पिड। यो पालि हान्यो भने त 1500 रुपियाँ चुना लाग्छ। फेरि धन्न क्लास चाहिँ बस्नु पर्दैन मलाई। पैसा वेस्ट, टाइम वेस्ट, दिमाग खराब हुन्छ क्या। यहाँ भन्दा नि बुढानीकल कण्ठतिर चाहिँ हान्छ क्या हामी जानेतिर। त्यहाँ बाजु बिहान बसेको चाहिँ छैन, थाहा छैन, तर हान्दा चाहिँ त्यहाँ हान्छ क्या 2 टा। साथी हेलमेट नधकाल्न, तल जान्छ क्या, यस्तो हुन्छ क्या। फेरि यसो टाउलो ब्याङ्कैला उल्टीपल्ट बाइकै चढेर आएर त कहाँबाट हुन्छ? पाँच गेटसम्म छ है। ल कसैले किन्ने भयो मलाई कन्ट्याक्ट गर्दा हुन्छ। म तल डिस्क्रिप्सनमा प्रिस्क्रिप्सन कस्तो भन्ने आएको ल तल लिङ्क राखिदिन्छु म। तल राखिदिन्छु मेरो लिङ्क फेसबुक गरेको।
अनि नम्बर पनि राखिदिन्छु, टक्क लगाएर मलाई मेसेज गर्नु होला। यदि यो बाइक चाहिन्छ भने टक्क 40 देखि 45 सम्मको माइलेज दिन्छ है नर्मली। यहीँ भित्रै अब बाहिर हाइवेतिर गयो भने चाहिँ 50-55 चाहिँ मजाले दिन्छ नि। फेरि 45 देखि 50 चाहिँ यहीँ दिन्छ काठमाडौँभित्र नि मजाले दिन्छ। दामी छ है बाइक चाहिँ फेरि। माछा पोखरी आइपुग्यो त। भोलि घर जाने भने होइन? अनि टिकट के गर्छस् त? अनलाइन? मिल्छ। अब खै जुम्लाको मिल्छ कि मिल्दैन हौ? सुर्खेत जाने मिल्छ त्यसो त। त्यो सुर्खेत वान नाइट हान्ने नाइट बस्नै पर्ने हुन्छ सुर्खेतमा। अब म अहिले जानु हुन्थ्यो घर, अब अहिले फेरि गएर कामै छैन। दसैँमा फेरि गई हुन्छ होला, त्यही भएर हो क्या। अहिले गएर के गर्नु, म अफिस पनि छोडेर जानु मिल्दैन नि त, त्यही भएर। त्यो चक्रपथदेखि भित्र के एकचोटि हामी सुरुमा गएर त्यो भाटबटेनीको उतापट्टि चिया खुवाएको थिएन एउटाले, त्यहाँबाट भित्र जाने क्या। के कस्तो महँगो पर्छ? ट्राभलको कुनै बाइकहरू ट्राभल बाइकहरू के? कुन चाहिँ ट्राभल बाइक भन्छ? बाइक त अब त्यस्तो एडभेन्चर बाइक त अब महँगै परिहाल्छ नि। कतिसम्म पर्छ नि राम्रै 10, 12, 15 सम्म। किन किनिदिने हो क्या हो? किनिदिने हो क्या हो? अनि पैसाले पैसा तानेर किन्नु पर्दैन। अब पैसाले पैसा लाउनु पर्यो हो। सकिँदैन बिचमा। सकियो किन नसक्नु, सकिन्छ नि। हामी दुईजनाको छुट्टै कुरा हुँदैछ है यहाँ बिजनेसको। बिजनेस कसको फोन आयो? आशिषको आइरहन्छ। साथी तिमी कहाँ पुग्यो? कहाँ? मन सामाकोसित छु नि। उता देखिसक्यो, हिँड अगाडि हिँड न हिँड। व्हाट्सअप गाइजहरु, व्हाट्सअप। यो नमिलेर मिलाउँदै थिएँ ल, हिँड।
भेट्यो केटाहरू भेट्यो हामीभन्दा कति अगाडि निस्केर त कुरिरहेको रहेछन् सामा खुसी आइपुग्यो वसुन्धरा आइपुग्यो एउटालाई हिजो अस्ति फेरि वसुन्धरा कहाँ भन्ने थाहा छैन मलाई फोन गर्दै थियो मलाई फोन गरेर सामा खुसी भनेको चक्रापत्ताला होइन भन्दै थियो भने गाह्रो छ केटाहरूलाई साथीको हजुरआमा हाम्रो पनि हजुरआमा पछाडि मम्मी हुनुहुन्छ साथीको अनि साथी पछाडि छ अक्कलाहरू के छ गाइज व्हाट्सअप दाइले साइडको दाइले क्या सिधै हेऱ्यो यार किन हेर्नु भएको दाइ त्यसरी यहाँ चक्रापथबाट हामी लाग्छौँ लेफ्टतिर कुडानियल कण्ठतिर म त यहाँ हिँडिरहनुपर्छ यो बाटो अफिसको कामले महिनामा कम्तीमा पनि 4-5 चोटि त हिँड्नै पर्छ यो बाटोमा अब कामहरू धेरै जसो यतातिर पनि छ क्या अफिसको मोबाइल खोज्ने रहेछ म त कहाँ हरायो भन्दा कस्तो दामी फुल फुलेको मामाहरू पनि आउनुभयो जस्तो लागेको थियो त के हो आएन तिमीहरू
छैन तिमीहरू हँ यस्तो बिस्तारै नआउन केटा हो कहाँ गयो झन् अगाडि चेकिङ हुन्छ भनौँ भनेको ट्राफिक दाइ यहीँ हुनुहुँदो रहेछ के छ दाइ सन्चै हुनुहुन्छ केटाले मल ठाडो गर्दै यता त आउँदै बा ठोक्छ अनि चसँग झस्किन्छ होला कि ढङ्ग ठल्केपछि त किन गऱ्यो होला मैले यसरी भन्छ होला हात छोडी छोडी हामी चाहिँ बुढानीगल कन्ट आइसक्यौँ कता जान्छ त थाहा छैन पार्किङ कहाँ राख्ने हो पर्दैन मामा पुगिसक्नु भएछ कहाँ राख्ने ल हामी त आइपुग्यो टक्क दर्शन गर्छौँ अनि भेट्छ है त तपाईँहरूलाई